मा त्यति ध्यान नहुने यो क्रम बढ्दो छ। तपाईहरुले यो डिजिटल लत हटाउनका लागि केही नयाँ नीतिहरू ल्याउनु भएको छ कि के छ? हजुर हजुर, हामीले डिजिटल अब बच्चालाई मोबाइल चलाउँदै नचलाऊ भन्नु मिलेन 21औं शताब्दीमा। अनि अब प्रत्येक क्लासमा हामीले स्मार्ट बोर्ड राखेको छौँ, सजिलोसँगले पढ्नुहोस्, बच्चालाई जानुहोस् भनेर। र स्कुलले चाहिँ अब पिटेर गाली गरेर थर्काएर भन्दाखेरि पेरेन्ट्सहरूको पनि सबैको हामीलाई सजेसन चाहिँ म्याम मोबाइल कम हेर्नु भनिदिनुहोस् न भनिदिन्छ। अब कसरी हेराउने कसरी नगराउने भन्दाखेरि स्कुलले विभिन्न क्रियाकलापहरू गरेको छ। जस्तै बिहान स्पेसली क्लास 10लाई चाहिँ हामीले बिहानदेखि बेलुकासम्म क्लास लगाइदिन्छौँ, क्लासमा मोबाइल हेर्नु पाएन है। बेलुका चाहिँ अरू बच्चाहरूलाई चाहिँ 4 बजे उता जसको प्यारेन्ट्सहरू व्यस्त हुनुहुन्छ, घरमा एक्लै बच्चा छ जो पढ्नमा कमजोर छ, ती बच्चाहरूलाई चाहिँ हामीले ट्युसन होइन एक्स्ट्रा क्लास भनेर उसको रिभिजन क्लासहरू हामी गराउँछौँ। त्यसले गर्दा पनि मोबाइल अलिक कम हुन्छ। र अनि अर्को होमवर्क चाहिँ हामीले मोबाइल मार्फत नदिएर आर्ट एन्ड क्राफ्ट होइन, कुकिङ, मैले इन्ट्रेस्टिङ कुराहरू, लुगा सिलाउने यस्तो तरिकाले बिजी बनाएको छौँ कि अब हेर्नु त बच्चाले हेर्छ त्यो कुरा उसलाई छिटो छिटो गरेर भने मोबाइल हेर्न त टाइम निकाल्छ, तर हामीले बिजी चाहिँ त्यो चाहिँ उसलाई धेरैभन्दा धेरै क्राफ्टको काम दियो भने अलिकति बिजी हुँदो रहेछ कि वर्क उसको काम गर्ने भयो भने स्कुलले भनेपछि त गर्छन्। अनि त्यो कुराहरू छ नि पेरेन्ट्सहरूले चाहिँ भन्नुहुन्छ तपाईँ काम सक्नु छिटो छिटो सकेर राति 10 बजी पनि मोबाइल हेर्छ। अब हेर्नु त हेर्छ, तर पेरेन्ट्सहरूलाई पनि मैले अलिकति रिक्वेस्ट के गर्न चाहन्छु भने मोबाइल हेरेर बिग्रिने होइन कि त्यो मोबाइल के हेर्दैछ त्यो कुरा निगरानीमा चाहिँ पेरेन्ट्सहरू हुनु पऱ्यो कि। उसले राम्रो कुरो नि त हुन्छ नि। मेरो क्लास 8 को बच्चाले उसले एप्स डाउनलोड गरेर नयाँ एप्सहरू के बनाए भन्छ, के गरे भन्छ, अनि भविष्यमा के म साइन्टिस्ट हुन्छु भन्छ। अब त्यो बच्चालाई मैले मोबाइल नहेर भन्नु भएन नि, उसको होला नि त त्यो पनि, ऊ केही बन्छ होला नि त भोलि होइन। त्यो कुराहरूले पोजिटिभ कुराहरू पनि लिनुपर्छ।